के हजुरले आफ्नो समाज, छिमेकी, परिवार कसैलाई पनि हृदयघात भएको सुन्नुभएको छ? अनि के हजुरले यो हृदयघातको रोगबाट आफ्नो नजिकका मान्छे गुमाउनु परेको छ? के हृदयघातको अन्त्य भनेको मृत्यु नै हो त? आज हामी यस विषयमा रहेर हाम्रो समाजमा एकदमै विकृत रूपमा फैलिरहेको हृदयघातको रोगको बढ्दो चापको बारेमा र यससँग हामी कसरी जुझ्न सक्छौँ, यससँग हामीले कसरी रोक्न सक्छौँ र हृदयघात भएमा के गर्न सकिन्छ, के ज्यान बचाउन सकिन्छ कि सकिँदैन, के गर्न सकिन्छ बारेमा आज हामी कुरा गर्न जाँदैछौँ। नमस्कार सबैजनालाई, म डाक्टर माधव बस्याल हजुरलाई हाम्रो यो समस्त कन्सल्ट डाक्टरको परिवारबाट हजुरलाई स्वागत गर्दछु। स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने अभियानको रूपमा आज हामी हृदयघात अथवा एमआई रोगको बारेमा विस्तृत रूपमा जानकारी दिनेछौँ। हृदयघात भनेको हामीले पहिलो कुरा हामीले बुझौँ हृदयघात भनेको के हो र यसले कुन कुन हाम्रो शरीरको अङ्गलाई असर गरेको हुन्छ। नाममै छ हृदयघात भन्ने बित्तिकै के छ भन्दा हाम्रो शरीरमा मुटुलाई असर गर्ने हुन्छ, तर मुटुलाई यसले सिधै गएर असर गर्ने होइन। यो हाम्रो रोग भनेको हाम्रो मुटुलाई रक्त प्रवाह गर्ने तिनवटा नलीहरू हुन्छन्। तिनवटा नलीहरूमध्ये मेन नलीहरूमध्ये कुनै पनि ब्लक भयो भने त्यसले गर्दाखेरि त्यो मुटुको भागमा रक्त प्रवाह नभएको कारणले गर्दाखेरि त्यो मुटुको टिस्यु जसले हामीले उसलाई कोशिका भन्ने गर्दछौँ, त्यो मरेर जानेछ। त्यसलाई नै हामीले हृदयघात भन्छौँ। अब हामी रक्तनलीको बारेमा पहिला हामी विस्तृत रूपमा जानकारी गरौँ है त। कस्तो हुन्छ भन्दाखेरि हाम्रो रक्तनली भनेको कन्टिन्युसली हाम्रो जीवनभर रक्तनलीमा हामीले रगत प्रवाह गरिरहेको बेलामा त्यहाँ ड्यामेज हुने स्वाभाविक कुरा नै हो, तर हाम्रो शरीरले त्यो ड्यामेजलाई चाहिँ रिकभर मजाले गर्न सक्छ। तर अब त्यसो भए हृदयघात किन हुन्छ त भन्दाखेरि चाहिँ त्यो रक्तनलीमा हाम्रो विभिन्न कारणले गर्दाखेरि त्यसमा अलिकति बढी ड्यामेज हुन लाग्यो, त्यसमा बोसोहरू जम्मा हुन लाग्यो भने हाम्रो नलीको जुन मोटाइ हुन्छ त्यो मोटाइ बिस्तारै रगत बोसो जम्दै गर्दाखेरि चाहिँ त्यो घट्दै जान्छ। अनि हृदयघात भन्दा आजको भोलि हुने रोग होइन। हाम्रो शरीर यतिको क्षमतावान छ कि यसमा हजुरको रक्तनली 70% ब्लक हुँदा पनि हाम्रो मुटुले नर्मल रूपमा काम गर्न सकिरहेको हुन्छ। र अब हामी एक स्टेप माथि जाउँ। अब हामी बिस्तारै रोगतर्फ अगाडि बढ्दैछौँ। अब हामी 70% हाम्रो ब्लक भइसकेको छ र अब हामी कुनै फिजिकल एक्सर्साइजहरू गर्छौँ, कुनै स्ट्रेनस एक्सर्साइजहरू गर्दाखेरि हाम्रो मुटुले बढी काम गर्न पर्दा उसले चाहिँ गाह्रो मान्दाखेरि मुटुमा दुखाइ बल्ल सुरु हुन थाल्छ। यसलाई हामीले एन्जाइना भनिन्छ। यो दुखाइ भनेको हजुरको एमआईको दुखाइसँग मिल्न जान्छ। जस्तै हजुरको दुखाइ हुँदाखेरि छातीमा यहाँ दुख्ने, हजुरको दुखाइ हातसम्म, घाँटीको चिउडो यहाँसम्म सर्ने अथवा पछाडि ढाडमा नि सर्ने हुन सक्दछ। र यही अवस्था अब मुटुले 20 मिनटसम्म पनि राम्रोसँग उसले अक्सिजन पाउन सकेन, उसमा रक्त प्रवाह राम्रोसँग हुन सकेन भने यसपछि बल्ल हाम्रो मुटुको कोशिकाहरू बिस्तारै मर्दै जान थाल्छन् र यसैलाई नै हामीले एमआई अथवा हृदयघात भनिन्छ। अब हामी जानौँ के कारणले गर्दाखेरि यो रक्तनलीमा ड्यामेजहरू हुन्छ र को मानिसहरूमा यो ड्यामेज अलिकति बढी रूपमा देख्न सकिन्छ, जसले गर्दाखेरि त्यो डिजिजको प्रोग्रेसन एकदमै छिटो हुन जान्छ र मान्छे चाहिँ हृदयघातको शिकार हुन पुग्छ। अब कुरा गर्दै जाँदाखेरि अब बुझौँ विभिन्न रोगहरूको बारेमा जसले गर्दाखेरि हाम्रो रक्तनलीहरूलाई बढी ड्यामेज हुन्छ। जस्तै हाम्रो समाजमा भइरहेको हाइपरटेन्सन भनेको उच्च रक्तचाप। उक्त रक्तचापले गर्दाखेरि पनि हाम्रो रक्तनलीहरू छिटो ड्यामेज हुने र त्यसमा विभिन्न समस्याहरू आउने हुनसक्छ। त्यसै गरी हाम्रो अर्को रोग छ हाम्रो सुगर अथवा डायबिटिज, जसले गर्दाखेरि चाहिँ हाम्रो शरीरको डिफेन्स मेकानिजम अथवा हिलिङ मेकानिजमहरू ढिलो हुँदै गर्दाखेरि चाहिँ रक्तनलीहरूमा धेरै ड्यामेज हुनसक्छ। अर्को भनेको हाम्रो कोलेस्ट्रोल भनेको एक हिसाबले हामीले नरम भाषामा बोसो भनिन्छ। कोलेस्ट्रोलहरू ब्याड कोलेस्ट्रोल राम्रो जुन हाम्रो VLDL, LDLहरू जुन ब्याड कोलेस्ट्रोलहरू छन् तिनी चाहिँ ड्यामेज भएको रक्तनलीहरूमा जम्मा हुँदै जाँदाखेरि उनीहरूले हाम्रो रक्तनलीहरूलाई सानो गराउने मुख्य कारण तिनीहरू हुन्। अब व्यक्तिगत रूपमा भन्न जाँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दा हाम्रो मानिसको उमेर होइन, मानिसको सेक्स मेल अथवा फिमेल, अनि त्यसपछि जेनेटिक भनेको उसको चाहिँ वंशानुगत कस्तो छ उसको रक्तनलीहरू, त्यसमा धेरै असर पर्दछ। जस्तै कसैको वंशानुगत नै मम्मी बाबा परिवारमा कसैलाई हृदयघात भइरहेको छ भने उसको आउने जेनेरेसनहरूमा हुने रिस्क पनि एकदमै बढ्दै जान सक्छ। त्यसै गरी उमेर बढ्दा साथ हाम्रो रक्तनलीहरूको स्वास्थ्य, हामी बुढो हुँदै जाँदाखेरि हाम्रो रक्तनलीहरू पनि बुढो हुँदै जान्छन् र तिनीहरू पनि बढी समस्याहरू आउन सक्छन्। त्यसै गर्दाखेरि महिला अथवा पुरुषको कुरा गर्दाखेरि चाहिँ महिलाहरूमा नर्मली एस्ट्रोजनको कारणले गर्दाखेरि, एस्ट्रोजन भनेको उहाँको एउटा हर्मोन हो, एस्ट्रोजनको हर्मोनले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हामीले
प्रोटेक्टिभ हर्मोन भन्छौँ, जसले गर्दाखेरि महिलाहरूमा हार्ट एट्याक हुने रोग अलिकति कम रूपमा देखिन्छ। तर यही कुरा हामीले कुरा गर्दै जाँदा यदि उहाँको महिनावारी रोकिएको छ, महिनावारी रोकिसकेपछि महिलाहरूमा एस्ट्रोजन भन्ने हर्मोनको मात्रा कम हुँदै जाँदाखेरि लगभग 50-60 वर्षपछि चाहिँ पुरुष र महिला दुवैमा यो रोगको चाप समान रूपमा भएको हामीले देख्न सकिन्छ। हामीले अब रोगको बारेमा र रोग कुन कारणले के कारणले गर्दा हुन्छ भनेर विस्तृत रूपमा कुराकानीहरू गरिसक्यौँ। अब हामीले के बुझ्न पर्यो भन्दा अब यो रोगलाई रोक्न अथवा यो रोगलाई आउनै नदिन अथवा रोग लागिसकेको छ भने पनि यसलाई अर्ली फेजमा हामीले रोक्न सकिन्छ भन्ने कुराकानी गर्न जाँदैछौँ। यो गर्नुभन्दा अगाडि हामीले यो बुझौँ यो रोगको यो डिजिजको सुरुवात चाहिँ कहाँ हुन्छ। ल एउटा हामीले रिसर्च अनुसार के पत्ता लागेको छ भन्दाखेरि चाहिँ सानो उमेरदेखि लगभग हजुरको किशोरी अवस्था, हामी जुन टिनेजको अवस्था हुन्छ, टिनेजको अवस्थामा लगभग हजुरको 10 जना टिनेजर्सहरूमा 1 जना टिनेजरहरूमा चाहिँ हाम्रो रक्तनलीहरूमा चाहिँ बोसो जम्न सुरु भइसकेको देख्न सकिन्छ। त्यो हामीले सानो फर्मलाई त्यसलाई हामीले फ्याटी स्ट्रिक भनेर भन्छौँ। भनेपछि रक्तनलीहरूमा एउटा बोसोको बिस्तारै लाइन बन्न सुरु गरिसकेको हुन्छ। भनेपछि हामीले आफ्नो रोकथाम गर्नु पर्यो भने चाहिँ कुन उमेर अवस्थादेखि नै हामीले सचेत हुन पर्दो रहेछ त भन्दाखेरि सानै उमेरदेखि किशोरी अवस्थाबाट नै हाम्रो खानपानहरूमा बढी चिल्लो पिरोहरू नखाने, कोलेस्ट्रोल भएको कुराहरू नखाने, हाम्रो लाइफस्टाइल जुन हाम्रो रहनसहन छ अलिकति फिजिकल एक्टिभिटीहरू भएको लाइफस्टाइल हुनु पर्यो। यदि हामी एकदम सेडेन्टरी लाइफस्टाइल छ भने हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बिस्तारै बढ्दै जान्छ है। यसै गरी अब रोकथामको कुरा आउँदाखेरि यदि हजुरलाई सुगर छ, प्रेसर छ हैन, यस्ता रोगहरू छन् भने त्यही बेलै डक्टरकोमा गएर चेक गराउँदाखेरि चाहिँ उहाँले हजुरको सुगर कन्ट्रोल गर्न सक्नुहुन्छ, प्रेसर कन्ट्रोल गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि हजुरको रक्तनलीहरूको आयु लामो हुन सक्दछ। त्यसै कारणले मान्छेहरूलाई सुगर प्रेसर आफैमा ठुलो रोग होइन, तर यसले गर्दाखेरि निम्त्याउने जुन जोखिमहरू हुन्छ त्यो कारणले बच्नका लागि पनि हजुर सुगर प्रेसरबाट चाहिँ टाइममा हजुर रेगुलर फलोअप गरिरहनु होला। टाइममा डक्टरसँग चेकअप गराई आफ्नो औषधि मिलाउनु होला। आफ्नो नजिकको स्वास्थ्य चौकीमा गएर रेगुलर मेरो ब्लड प्रेसर कस्तो छ, चेकअप कस्तो छ, मेरो सुगर कन्ट्रोलमा छ कि छैन भनेर हजुरले आफै सचेत भएर राम्रो आफ्नो कन्ट्रोलमा राख्नुभयो भने हजुरलाई निकै नै फाइदामन्द हुन्छ। र यसले हजुरको अरू रोगहरू जस्तै हाई ब्लड प्रेसर अथवा सुगरले गर्दाखेरि हुने रोगहरू, स्ट्रोक, किडनीलाई असर हुने, आँखालाई असर हुने सबै कुरालाई हामी रोकथाम गर्न सकिन्छ। अब हामी कुरा गरे जस्तै यो हजुरको सुगर प्रेसर यस्ता रोगहरू मात्रै नभएर यसले मात्र हजुरको रक्तनलीको ड्यामेज नगरेर बोसोको थुप्रो जम्मा मात्र नगरेर अरू के हुन सक्छन् भन्दा हजुर जुन नर्मली यो स्मोक गर्छन्, स्मोकरहरू आजभोलि अझ हजुरको युथहरूमा के देखेको छ भन्दा जसले भेप गर्छ, स्मोक गर्छ तिनीहरूमा यसको अझै हैन हेल्थ डिजिजेसहरू अथवा हजुरको रक्तनली सम्बन्धी समस्याहरू अझै देखिने गरेको छ। अझ हामीले डाटाहरू हेर्दै जाँदाखेरि पहिला हामीले यो हृदयघात भन्ने रोग चाहिँ हजुरको सबै 40-50 वर्ष उमेरभन्दा बढीको मान्छेहरू मात्र देखिने गर्दथ्यो। तर अहिलेको समयमा कस्तो देखिएको छ भन्दाखेरि 25 वर्षको मान्छे पनि हृदयघात भएर उहाँले आफ्नो ज्यान गुमाउनु परेको छ हैन। त्यही कारणले गर्दाखेरि मैले हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि यदि हजुरलाई प्रेसर, थाइरोइड यस्तो सुगर हैन यस्तो रोगहरू नहुँदै पनि यदि हजुरले आफ्नो रेगुलर फलोअप आजभन्दा मान्छे सचेत भइसके रेगुलर आफ्नो एनुअल आफ्नो हेल्थ चेकअपहरू गर्दाखेरि चाहिँ एउटा इसिजी र इको पनि हजुरलाई शङ्का लाग्छ अथवा के हुन्छ भने त्यो गर्दा झन् राम्रो हुन्छ। अब हामी के अहिलेसम्म कुरा गर्दाखेरि हामीले रोगको रोकथामको बारेमा कुरा गऱ्यौँ र रोगलाई कसरी बढ्न रोक्न सकिन्छ भनेर कुरा गऱ्यौँ। र सपोज अब हजुरको छरछिमेकीहरूमा कसैलाई अथवा आफ्नै परिवारमा हृदयघात भयो भने कसरी थाहा पाउँछ त्यो हृदयघात हो भनेर है। पहिलो कुरा हेर्दाखेरि चाहिँ एउटा हृदयघातको टिपिकल एउटा पोजिसन भनेर भनिन्छ हामीले। मान्छेले चाहिँ आफ्नो मुठीलाई यसरी कसेर एकदम यसरी नै एउटा पोजिसन हुन्छ जसलाई चाहिँ हैन यसले एकदमै दुखाइको अवस्था यतिखेर उहाँलाई एकदम चिडचिडी, पसिना आउने, सास फेर्न गाह्रो हुने, छाती भारी भए जस्तो हुने समस्याहरू चाहिँ हजुरले आफ्नो प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ र बिरामी भएको मान्छेले त भन्न पनि सक्छ। र यो हुन बित्तिकै हजुरले के गर्न सक्नुहुन्छ जसले गर्दाखेरि चाहिँ उहाँको जीवन बचोस्। अब हामी कुरा गर्न जाँदैछौँ के गर्न सकिन्छ त हामीले। अब कुरा गर्दा यदि हामीले उहाँलाई 12 घन्टाभित्रमा अस्पताल लान सक्यो भने चाहिँ सबैभन्दा बेस्ट त्यही नै हुनेवाला छ। 12 घन्टाभित्रमा उहाँलाई हामीले सही अस्पतालमा पुर्याउन सक्यो भने जहाँ चाहिँ हजुरको परक्युटेनियस कोरोनरी इन्टरभेन्सन जसलाई हामीले पिसिआई भन्दछौँ त्यो गर्न सक्यो भने उहाँको जुन रक्त प्रवाह रोकिएको छ त्यो रक्त प्रवाहलाई फेरि सुचारू गर्न सकिन्छ। र 12 घन्टाको समय भनेको यस्तो राम्रो समय हो कि 12 घन्टाको भित्रमा यदि त्यो रक्त प्रवाहलाई हामीले फेरि सुचारू गर्न सक्यो भने चाहिँ हामीले आफ्नो मुटुको कोशिकाहरू बचाउन सकिन्छ।
आजको यो भिडियो हजुरले हेर्नुभएको छ भने चाहिँ यो भिडियोले हजुरको सोच र व्यवहारमा पक्कै पनि केही न केही परिवर्तन ल्याउनेछ र हजुरलाई अझै पनि केही जिज्ञासा छ यो रोगको बारेमा छ भने हजुरले कमेन्ट सेक्सनमा सम्पर्क गर्न सक्नुहुनेछ। हजुरलाई अरू कुनै केही जिज्ञासा रहेमा हजुरले कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुनेछ र म आफ्नो सहज समयमा हजुरको जिज्ञासाहरूलाई सही ढङ्गले आन्सर गर्ने कोसिस गर्दछु। र आजलाई यति।